सम्पूर्ण नमस्ते। आवर ओबिडेन्ट एन्ड स्क्रिप्ट जीके स्टडीमा स्वागत छ तपाईहरुलाई। म परमेश सिंह। फेरि मैले तपाईहरुको लागि एउटा नमुना सेट लिएर आइसकेको छु जो मोस्ट इम्पोर्टेन्ट रहेको छ। योबाट तपाईहरु तयार गर्नुस्, तपाईहरुको नाम निस्किने 95% चान्स हुन्छ। ढिला नगरिकन भिडियोलाई अगाडितर्फ लगौं। कार्यमूलक अनुसन्धानको कार्यचरण अन्तर्गत कुन पर्दछ? अप्सन नम्बर क मा समस्या पहिचान योजना कार्य प्रतिबन्ध, अप्सन नम्बर ख मा समस्या विश्लेषण योजना कार्यान्वयन प्रयोग, अप्सन नम्बर ग मा योजना कार्य अवलोकन प्रतिबन्ध, अप्सन नम्बर घ मा कार्य योजना प्रतिबन्ध अवलोकन। ल यसको सही जवाब के हुन्छ साथीहरु, तपाईहरु गेस गरेर कमेन्ट गर्नुस् त। यसको सही जवाब के हुन्छ? क्वेशन राम्ररी बुझ्नु अनि गेस गरेर कमेन्ट गर्नुस्। र यसको सही जवाब हुन्छ चाहिँ अप्सन नम्बर ग को योजना कार्य अवलोकन प्रतिबन्ध। ल त्यसैगरी अब प्रश्न नम्बर 2 मा जाऊ हामी। वर्तमान ज्ञानको क्षेत्रलाई थप विकसित गर्न नयाँ सिद्धान्तको खोजी अनुसन्धान मुख्य लक्ष्य हो। त कुन हुन्छ यसको चाहिँ मुख्य लक्ष्य वर्तमानमा? जस्तै अप्सन नम्बर क मा दिएको छ आधारभूत अनुसन्धान, अप्सन नम्बर ख मा कार्यमूलक अनुसन्धान, अप्सन नम्बर ग मा प्रायोगिक अनुसन्धान, अप्सन नम्बर घ मा वर्तमान अनुसन्धान। र यसको सही जवाब के हुन्छ साथीहरु, तपाईहरु गेस गरेर कमेन्ट गर्नुस् त। हेर्नुस् के भनेको छ वर्तमान ज्ञानको क्षेत्र जुन अहिले त्यसलाई के गर्नुपर्छ, कुन अनुसन्धान हुन्छ यसको सही जवाब? त्यसको सही जवाब हुन्छ चाहिँ अप्सन नम्बर घ को वर्णनात्मक अनुसन्धान। र त्यसैगरी अब प्रश्न नम्बर 3 मा जाऊ हामी। आधारभूत अनुसन्धानको मुख्य प्रायोजक के हो? अप्सन नम्बर क मा समस्याको समाधान गर्नु, अप्सन नम्बर ख मा सिद्धान्तको निर्माण गर्नु, अप्सन नम्बर ग मा सिद्धान्तको प्रयोग गरी समस्याका कारण पहिचान गर्ने, अप्सन नम्बर घ मा समस्या समाधानका लागि सुझाव दिनु। र यसको सही जवाब के हुन्छ साथीहरु, तपाईहरु गेस गरेर कमेन्ट गर्नुस्। अनि यो धेरै नै मोस्ट इम्पोर्टेन्ट क्वेशनहरु छ, त्यही भएर तपाईहरु कपीमा पनि नोट गर्दै गर्नु होला। भिडियोलाई रोकेर कपीमा नोट गर्दै कुन सही जवाब हुन्छ पहिला तपाई टिक लगाउनुस्, त्यसपछि मैले भन्छु अनि त्यसपछि हेर्नुस् कतिवटा क्वेशनको तपाईले एन्सर मिलाउनु भयो। ल यस क्वेशनको एन्सर के हुन्छ तपाईहरु गेस गर्नुभयो? यसको सही जवाब हुन्छ चाहिँ अप्सन नम्बर ख को सिद्धान्त निर्माण गर्नु। र त्यसैगरी अब प्रश्न नम्बर 4 मा जाऊ हामी। अनुसन्धानका क्रममा कुनै पनि समस्याका बारे गरिने बुद्धिमत्तापूर्ण अनुमान के हो? हेर्नु साथीहरु, कुनै समस्याको जुन समाधान गरिराख्नु भएको बेला मनमा जुन सोच्नुहुन्छ नि त्यो चाहिँ कुन अन्तर्गत पर्दछन्? अप्सन हेर्नुस् यहाँ क मा दिएको छ आकलन, ख मा तथ्याङ्क विश्लेषण, ग मा परिकल्पना, अप्सन नम्बर घ मा उद्देश्य निर्माण। र यसको सही जवाब के हुन्छ तपाईहरुलाई पनि थाहा भइसकेको होला, किनकि हामीहरु मनमा कुनै कुराको के गर्छु त कल्पना, त्यसलाई नै के भनिन्छ त परिकल्पना। यसको सही जवाब के हुन्छ त साथीहरु, अप्सन नम्बर घ को परिकल्पना। र त्यसैगरी अब प्रश्न नम्बर 5 मा जाऊ हामी। शैक्षिक अनुसन्धान शिक्षाको क्षेत्र अध्ययन तथा खोजी हो, यो कसको भनाइ हो? अप्सन नम्बर क मा कार्टेन भी गुड, अप्सन नम्बर ख मा मुर्नरोय, अप्सन नम्बर ग मा डब्ल्यू.एम. ट्रेभर्स, अप्सन नम्बर घ मा क्राउफोर्ड। यसको सही जवाब के हुन्छ साथीहरु, तपाईहरु गेस गरेर कमेन्ट गर्नुस्। कमेन्ट गर्नुभयो? यसको सही जवाब हुन्छ चाहिँ अप्सन नम्बर क को। र त्यसैगरी अब प्रश्न नम्बर 6 मा जाऊ हामी। शिक्षक अनुसन्धानको अन्तिम लक्ष्य शिक्षाको क्षेत्रमा उपयोगका लागि सिद्धान्तहरू सुनिश्चित गर्नु र पद्धतिहरूको विकास गर्नु हो, यो भनाइ कसको हो? हेर्नु साथीहरु, यो 4 वटा अप्सन दिएको छ र यो भन्दा पहिला पनि यस्तै क्वेशन थियो, सबै अप्सनमा पनि यही थियो, तर क्वेशन चाहिँ फरक छ, त्यो कुरा ध्यान दिएर। यो मैले 3 वटा क्वेशन दिने छु, 4 वटा। यो 4 वटाबाट एउटा चाहिँ 100% फिक्स हो, आउँछ नि। त्यो यो 4 वटा क्वेशनलाई तपाई राम्ररी हेरिहाल्नुस्, तपाईको 2 मार्क 100% स्योर हो, फिक्स हो। यस 4 वटाबाट एउटा न एउटा क्वेशन 100% आउँछ नि। त्यही भएर तपाईहरु कपीमा यो क्वेशनहरु नोट गर्दै गर्नुस् अनि प्र्याक्टिस गर्दै गर्नु होला। र यसको चाहिँ सही जवाब हुन्छन् अप्सन नम्बर ख को। ल त्यसैगरी अब प्रश्न नम्बर 7 मा जाऊ।
शैक्षिक अनुसन्धानका शैक्षिक अवस्थामा व्यवहारको विज्ञानको विकासका लागि लक्षित क्रियाकलाप हो। यो भनाइ कसको हो? हेर्नु साथीहरू, त्यसमा के भनेको थियो? अन्तिम अनुसन्धान, अन्तिमको भनेको थियो, तर यसमा के भनेको छ? विज्ञानको विकासका लागि लक्षित क्रियाकलाप। यो कसले भनेको हो त? यसबाट जतिको नाम हेर्दै हुनुहुन्छ नि, सबैले केही न केही कुरा भनेको छ, तर कुन कसले भनेको हो त्यो कुरा ख्याल गर्नुस् अनि राम्ररी सोचेर बुझेर चाहिँ यो क्वेसनहरूको जवाब दिनु होला। तर यसबाट एउटा न एउटा 100% फिक्स हो। र यसको सही जवाब के हुन्छ त साथीहरू? कमेन्ट गर्नुहोस् त तपाईहरू, यसको सही जवाब के हुन्छ? र यसको सही जवाब हुन्छ अप्सन नम्बर ख को। ल त्यसै गरी अब प्रश्न नम्बर 8 मा जाउँ हामी। ल एउटा सानो रिक्वेस्ट छ तपाईहरूसँग। प्रश्नमा नम्बर 8 मा जानुभन्दा पहिला एउटा रिक्वेस्ट यो छ कि तपाईहरू हाम्रो च्यानलमा नयाँ आउनुहुन्छ भने प्लिज एक लाइक गरेर हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुस्। र त्यसबाट के हुन्छ भने हामीलाई मनोबल बढ्छ कि झनै अझै भिडियो हालो, राम्रो भिडियोहरू हालो। त्यही भएर तपाईहरू लाइक, कमेन्ट, सब्स्क्राइब, सपोर्ट गर्नुस् ताकि हामीलाई पनि मनोबल बढ्छ। ल प्रश्न नम्बर 8 मा रहेको छ, अनुसन्धानका विशेषता अन्तर्गत देखाएको कुन पर्दैन? अप्सन नम्बर क मा दिएको छ विरुद्ध अवलोकन र व्याख्यामा आधारित हुन्छन्। अप्सन नम्बर ख मा पहिले नै हल गरिएको समस्याहरूको अध्ययन गर्दछन्। अप्सन नम्बर ग मा वस्तुगत र तर्कपूर्ण हुन्छन्। अप्सन नम्बर घ मा प्राथमिक तथ्याङ्कमा आधारित हुनुपर्छन्। र यसको सही जवाब के हुन्छ साथीहरू? तपाईहरू गेस गरेर कमेन्ट गर्नुहोला। छिटो कमेन्ट गर्नुस् अनि मैले भनेको चाहिँ त्यसपछि मिलाउनु। अनि कतिवटा तपाईहरूले टिक लगाउनु भएछ त्यो चाहिँ हाम्रो कमेन्ट पनि गरिदिनु होला लास्टमा कि मैले जम्मा यतिवटा प्रश्नमा यतिवटा सही आन्सर टिक लगाएछु। त्यो अनुसारले पनि अनुभव हुन्छ कि तपाईँ कतिको बनाउन सक्नुहुन्छ अनि एक्जाममा कतिको बनाएर आउनुहुन्छ त्यो कुरा पनि। ल त्यसै गरी यसको चाहिँ सही जवाब हुन्छ अप्सन नम्बर ख को, पहिले नै हल गरिएको समस्याहरूको अध्ययन गर्दछन्। यो चाहिँ अनुसन्धानको विशेषता अन्तर्गत पर्दैन। अप्सन नम्बर ख को। ल त्यसै गरी प्रश्न नम्बर 9 मा जाउँ हामी। इलक वर्गका अनुसार अनुसन्धानमा कतिवटा चरण रहेका हुन्छन्? हेर्नुस्, इलस वर्गको अनुसार अनुसन्धानमा कतिवटा चरण रहेका हुन्छन्? अप्सन नम्बर क मा 5 वटा, अप्सन नम्बर ख मा 6 वटा, अप्सन नम्बर ग मा 7 वटा, अप्सन नम्बर घ मा 4 वटा। ल यसको सही जवाब के हुन्छ साथीहरू? तपाईहरू गेस गर्नुस् अनि कमेन्ट गर्नुस्। यो त प्राय सबैलाई थाहा नै होला। ल थाहा छैन भने मैले नै भनिदिइरहेको छु। यसको सही जवाब चाहिँ अप्सन नम्बर क को हुन्छ, 5 चरण हुन्छन्। ल त्यसै गरी अब प्रश्न नम्बर 10 मा जाउँ हामी। प्रयोगका आधारमा अनुसन्धानका प्रकार कुन कुन हुन्? अप्सन नम्बर क मा रहेको छ व्यवहारिक, कार्यमूलक अनुसन्धान र गुणात्मक अनुसन्धान। अप्सन नम्बर ख मा रहेको छ वर्णनात्मक, अनवक्षनात्मक, सहसम्बन्ध र व्याख्यात्मक अनुसन्धान। अप्सन नम्बर घ मा रहेको छ परिमाणात्मक र गुणात्मक अनुसन्धान। अप्सन नम्बर घ मा रहेको छ आधारभूत, व्यवहारिक र कार्यमूलक अनुसन्धान। र यसको सही जवाब के हुन्छ साथीहरू? तपाईहरू कमेन्ट गर्नुस्। यहाँ प्रकार सोधेछ कुन कुन, यो तर यसको सही जवाब हुन्छ चाहिँ अप्सन नम्बर घ को, आधारभूत, व्यवहारिक र कार्यमूलक अनुसन्धान। र त्यसै गरी अब प्रश्न नम्बर 11 मा जाउँ। मूल्याङ्कनलाई मुख्यतः कति प्रकारमा बाँड्ने गरिन्छन्? मूल्याङ्कनको यहाँ प्रकार सोधेको छ। कति प्रकारमा बाँडिएको छ त? अप्सन नम्बर क मा दिएको छ 2 प्रकार, अप्सन नम्बर ख मा दिएको छ 3, अप्सन नम्बर ग मा दिएको छ 4 प्रकार, अप्सन नम्बर घ मा दिएको छ 5 प्रकार। ल यसको सही जवाब के हुन्छ साथीहरू? तपाईहरू कमेन्ट गर्नुस्। मूल्याङ्कन कति प्रकारमा बाँडिएको छ र कुन कुन हो तपाईहरूलाई त्यो पनि म जानकारी गराइदिन्छु यहाँलाई। मूल्याङ्कनलाई चाहिँ 2 प्रकारमा बाँडेको छ। एउटा हो त्यो निर्णयात्मक र एउटा हो निदात्मक। मुख्य गरी यसलाई 2 प्रकारमा बाँडिएको छ। त्यसको सही जवाब चाहिँ अप्सन नम्बर क को हो, 2 प्रकार। त्यसै गरी अब प्रश्न नम्बर 12 मा जाउँ हामीहरू। एकाइ परीक्षा मुख्यतः कुन मूल्याङ्कन अन्तर्गत पर्दछन्? योभन्दा पहिला सोधेको थियो मूल्याङ्कन कति प्रकारको हुन्छन्। अब सोच एकाइ परीक्षा जुन सब्जेक्टमा पाठ हुन्छ त्यसको परीक्षा लिन्छ भने त्यो कुन मूल्याङ्कन अन्तर्गत पर्दछन्? अप्सन नम्बर क मा दिएको छ निर्णयात्मक मूल्याङ्कन,
अप्सन नम्बर ख मा निन्दात्मक मूल्याङ्कन, अप्सन नम्बर ग मा निर्माणात्मक मूल्याङ्कन, अप्सन नम्बर घ मा विषयात्मक मूल्याङ्कन। हेर्नुहोस् साथीहरू, यो मूल्याङ्कनलाई चाहिँ मुख्यतः 2 भागमा विभाजन गरिएको छ र यस्तो बन्नुहुन्छ भने 4 भागमा छ। त्यही भएर यो चाहिँ मुख्यता मैले त्यहाँ मुख्यताको यहाँ कुरा गरेको थिएँ, त्यही भएर मुख्यता चाहिँ 2 भागमा मात्र विभाजन गरेको हो। त्यसै गरी अब यसको चाहिँ सही जवाब के हुन्छ तपाईहरु गेस गरेर कमेन्ट गर्नुस् र यसको सही जवाब हुन्छ चाहिँ अप्सन नम्बर ग को निर्माणात्मक मूल्याङ्कन अन्तर्गत यो एकाइ परीक्षा पर्दछन्। त्यसै गरी अब प्रश्न नम्बर 13 मा जाउँ हामी। प्राथमिक तहमा कुन मूल्याङ्कनका आधारमा सिकाइलाई सुनिश्चित गरिएको छ? अप्सन नम्बर क मा दिएको छ निर्माणात्मक मूल्याङ्कन, अप्सन नम्बर ख मा निदात्मक मूल्याङ्कन, अप्सन नम्बर ग मा निर्णयात्मक मूल्याङ्कन, अप्सन नम्बर घ मा त्रैमासिक र वार्षिक परीक्षा। र प्राथमिक तहमा कुन मूल्याङ्कनको आधारमा सुनिश्चित गरिएको छ त? गेस गर्नुस् त साथीहरू। योहरूमा प्राथमिक होस् चाहे माध्यमिक हो, कुनैमा चाहिँ त्यो निर्माणात्मक मूल्याङ्कन नै सुनिश्चित गरिएको छ। माथि पनि र तल पनि, प्राथमिक होस् या माध्यमिक होस्, सबैमा चाहिँ यो निर्माणात्मक मूल्याङ्कनले नै सुनिश्चित गरिएको छ। यसको सही जवाब के हुन्छ? अप्सन नम्बर क को निर्माणात्मक मूल्याङ्कन। र त्यसै गरी अब प्रश्न नम्बर 14 मा जाउँ हामी। प्राथमिक पाठ्यक्रमले निरन्तर विद्यार्थी मूल्याङ्कनमा रेजा दिनको लागि के मापदण्डलाई आधार मानेको छ? अप्सन नम्बर क मा दिएको छ कक्षा कार्य, परियोजना कार्य, व्यवहार परिवर्तन, सृजनात्मक कार्य र हाजिरी। अप्सन नम्बर ख मा दिएको छ उपस्थिति, व्यवहार, अनुशासन र लगनशीलता। अप्सन नम्बर ग मा परीक्षाको प्राप्त अङ्क, नियमितता र सरसफाइ। अप्सन नम्बर घ मा कार्य, कक्षा कार्य, गृह कार्य र परियोजना कार्य। ल विद्यार्थीलाई जुन मूल्याङ्कनको चिन्ह दिन्छ, रेजा गर्छ, विद्यार्थी चुज गर्छ भने कुन के हेरेर चुज गर्छन् त विद्यार्थीलाई? कुन मापदण्ड अन्तर्गत त्यो आधारमा, मापदण्डको आधारमा? त अप्सन नम्बर क मा सबै मापदण्ड आएको छ, ध्यान दिएर हेर्नुहोस् होला। त यसको सही जवाब चाहिँ हुन्छ अप्सन नम्बर क को। त्यसै गरी अब प्रश्न नम्बर 15 मा जाउँ हामी। निर्णयात्मक मूल्याङ्कन औजारहरूमध्ये तलका मध्ये कुन पर्छन्? निर्णयात्मक मूल्याङ्कन जुन छ त्यसको औजारहरू अन्तर्गत यो 4वटा अप्सन मध्ये कुन पर्छन् त? हेर्नु साथीहरू, अप्सन नम्बर क मा दिएको छ त्रैमासिक परीक्षा, अप्सन नम्बर ख मा दिएको छ अर्धवार्षिक परीक्षा, अप्सन नम्बर ग मा दिएको छ वार्षिक परीक्षा, अप्सन नम्बर घ मा दिएको छ माथिका सबै। र यसको सही जवाब के हुन्छ तपाईहरुलाई पक्कै थाहा भइसकेको होला। के हुन्छ साथीहरू कमेन्ट गर्नुस् त। हेर्नुस्, निर्णयात्मक मूल्याङ्कन। निर्णयात्मक मूल्याङ्कन भनेको कसैलाई मूल्याङ्कन गर्नुहुन्छ भने तपाईँ कुनै विद्यार्थीलाई भने त्यसको सबै परीक्षाको त जोडेर त्यो गर्नुहुन्छ नि मूल्याङ्कन। कुन परीक्षामा कति ल्यायो, कुनमा के लेखेको छ, कस्तो तरिकाले गरेको छ। यसको सही जवाब के हुन्छ तपाईहरुलाई थाहा भइसकेको होला। त्यही पनि यो क्वेसनको एन्सर मैले भन्दिनँ, तपाईहरुलाई कमेन्ट गर्नुपर्छ। म पनि हेर्छु कतिजना साथीले सही कमेन्ट गर्दैछ, यति हिन्ट दिँदा पनि। र यसको क्वेसन तपाईहरु, यो क्वेसनको एन्सर तपाईहरु कमेन्ट गर्नुस् त छिटो। र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई फुल वाच गर्नुस्। तपाईलाई मोस्ट इम्पोर्टेन्ट क्वेसनहरु हामीले दिने गर्दछौँ। र त्यसै गरी अब प्रश्न नम्बर 16 मा जाउँ हामी। निर्माणात्मक मूल्याङ्कन प्रक्रियामा प्रयोग गरिने औजारहरू तलको कुन पर्दछन्? हेर्नुस्, यो भन्दा पहिला के सोधेको थियो? निर्णयात्मक। अहिले के सोधेको छ? निर्माणात्मक। यसको अप्सन दिएको छ एकाइ परीक्षा, अप्सन नम्बर ख मा गृह कार्य, अप्सन नम्बर ग मा कक्षा कार्य, अप्सन नम्बर घ मा माथिका सबै। यसको सही जवाब के हुन्छ साथीहरू तपाईहरु गेस गरेर कमेन्ट गर्नुस्। यो कुरा मैले पहिला नै भनिदिइसकेको छु। र यसको पनि क्वेसनको जवाब तपाईहरुलाई नै दिनुपर्छ। ल त्यसै गरी अब प्रश्न नम्बर 17 मा जाउँ हामी। शैक्षिक वर्षको अन्त्यमा कुनै विद्यार्थीका लागि आवश्यक पर्ने पूर्व योग्यताहरू छन् छैन भने परीक्षा लिने प्रक्रियालाई कुन मूल्याङ्कन भनिन्छन्? हेर्नु साथीहरू, जुन लास्टमा अन्त्यमा परीक्षा लिन्छन् त्योमा केहरू छ विद्यार्थीसँग छैन, त्यो परीक्षा जुन लिन्छ
त्यो कुन मूल्याङ्कन अन्तर्गत पर्दछन् त? निर्णयात्मक मूल्याङ्कन कि निर्माणात्मक कि सामान्य कि अन्तिम? सबभन्दा पहिला किनकि मूल्याङ्कन त 2 प्रकारको मुख्यतः बनेको थियो, त यो तलको दुईवटा त 100% स्योर हो कि हुँदैन। बाँकी बस्यो अब निर्णयात्मक मूल्याङ्कन र निर्माणात्मक मूल्याङ्कन। त्यसबाट कुन हुन्छ फिक्स गर्नुहोस् तपाईँहरू। यसको चाहिँ सही जवाब हुन्छन् अप्सन नम्बर क को निर्णयात्मक मूल्याङ्कन। ल त्यसै गरी अब प्रश्न नम्बर 18 मा जाउँ हामी। 2072 सालको एसएलसी परीक्षादेखि लागू गरिएको अक्षराङ्कन ग्रेडिङ प्रणालीमा कतिवटा ग्रेडमा विद्यार्थीको प्राप्त अङ्कलाई वर्गीकरण गर्ने व्यवस्था थियो? अप्सन नम्बर क मा दिएको छ 3, अप्सन नम्बर ख मा 5, अप्सन नम्बर ग मा 9, अप्सन नम्बर घ मा 10। हेर्नु साथीहरू, जुन यो ग्रेडिङ सिस्टम त 71 लागू भएको छ, तर फेरि 72 मा आएर चेन्ज भएछ। त्यही भएर 72 सालमा जुन चेन्ज गरेको छ त्यो 72 सालमा कतिवटा जस्तै ABCDEFG कतिसम्म थियो, त्यो अनुसारले वर्गीकरण गर्नेको व्यवस्था कति थियो, कतिवटा थियो त भन्नुहोस् त साथीहरू। हेर्नुहोस्, तर यो मोस्ट इम्पोर्टेन्ट क्वेसन छैन, किनकि यो बितेको कुरा सोध्दैन, किनकि फेरि 78 मा आएर फेरि चेन्ज भएछ। त्यही भएर जस्ट एकपल्ट हेरिहाल्नु सबै, नत्र कन्फ्युज हुन सक्नुहुन्छ त्यहाँ इक्जाम हलमा। त्यही भएर कन्फर्म भइहाल्नुहोस्। तर यसलाई चाहिँ 72 सालमा चाहिँ तपाईँको 9 भागमा वर्गीकरण गरिएको थियो ग्रेडिङ सिस्टममा, 9 भाग। त्यसै गरी अब प्रश्न नम्बर 19 मा जाउँ हामी। मूल्याङ्कनको वस्तुनिष्ठता हुनका लागि तलका मध्ये के हुन आवश्यक छ? अप्सन नम्बर क मा दिएको छ प्रश्नपत्र स्पष्ट हुनुपर्ने, अप्सन नम्बर ख मा प्रश्नपत्र बहुअर्थ नलाग्ने हुनुपर्ने, अप्सन नम्बर ग मा उत्तर पुस्तिका जाँच्ने विधि वा नियम एउटै हुनुपर्ने, अप्सन नम्बर घ मा माथिका सबै। हेर्नु, मूल्याङ्कनको त्यो गर्न त चाहिँ सबै नियम एउटा हुनुपर्छ। त्यो एउटा प्रश्नको 4वटा जवाब नआउनु पर्ने हो, एउटा जवाब हुनुपर्ने हो, प्रश्न पनि स्पष्ट हुनुपर्ने हो। यो सबै त चाहिन्छ नै, तर अप्सन नम्बर घ मा के भन्छ माथिका सबै। यहाँ के हुन्छ? यसको सही जवाब चाहिँ अप्सन नम्बर घ को माथिका सबै। ल त्यसै गरी अब प्रश्न नम्बर 20 मा जाउँ हामी। नेपाली विषयको भाइभा परीक्षा तलका मध्ये कुन श्रेणीमा पर्छन्? अप्सन नम्बर क मा दिएको छ मौखिक परीक्षा, अप्सन नम्बर ख मा वस्तुगत परीक्षा, अप्सन नम्बर ग मा प्रयोगात्मक परीक्षा, अप्सन नम्बर घ मा स्तरयुक्त परीक्षा। ल यसको सही जवाब के हुन्छ साथीहरू, तपाईँहरू कमेन्ट गर्नुहोस्। यो प्रश्न तपाईँहरूलाई छोडिदिइरहेको छु म, किनकि भाइभा परीक्षा भनेको सबैलाई प्रायः थाहा नै होला। त्यही भएर के हुन्छ कमेन्ट गर्नुहोस्। यो 3वटा प्रश्नको जवाब तपाईँहरूसँग मागेको छु, हेर्छु कतिजनाले सही कमेन्ट गर्छ, कतिजनाले गलत कमेन्ट गर्छन्। ल अब बाँकीको क्वेसन चाहिँ हामी अर्को भिडियोमा गरौँला। र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज हाम्रो च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गरिदिनु। जति साथीहरू टिचर लाइसेन्सको तयारी गर्दै हुनुहुन्छ सबैलाई यो भिडियो सेयर गरिदिनुहोस् र हाम्रो च्यानलमा जुट्नुहोला। र यो भिडियोमा के तपाईँलाई नराम्रो लाग्छ, कुनै यस्तो हो जुन ब्याड ह्याबिट छ भने त्यो हामीलाई पनि प्रतिक्रिया दिन सक्नुहुन्छ, हामी त्यसलाई सुधार गरिनेछौँ। हस्त, धन्यवाद, जय नेपाल।